हेलो एभ्रिवान, के छ हजुरहरूको खबर? सन्चै के कस्तो हुँदैछ? घुम्दा आलु मेला थाहा हुने जति चिन्ने जति को जानुभयो र को जान बाँकी छ? हेर्नु न, म पनि घुम्दा आलु मेला जाने भनेको साथी नै पाएन, साथी नै छैन कि हाम्रो गाउँमा, त्यही भएर म चाहिँ गएन। आलु मेला नगइकन यसरी काम गर्नु परेछ, यहाँ धान गोड्नु परेछ, यस्तो घाम चर्क्या छ। घुम्दा आलु मेला जानेहरूको लागि आज मौसम यस्तो दामी भएको छ, तर माथितिर चाहिँ बादल लागिरहेछ। पानी चाहिँ पर्यो कि परेन थाहा छैन, नत्र त यहाँतिर त यस्तो राम्रो भएको छ मौसम। म पनि पहिला सानोमा के भन्छ मम्मीसँग एकचोटि गएको थिएँ कि, मम्मीसँग गएको बेला त है पहिला त रोड पनि थिएन नि त, रोड गएको थिएन नि त। अनि बाटो भने पुरै चिप्लो, चुगा पनि यस्तरी स्याउ 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 आउने कि यस्तो डर लाग्थ्यो मलाई। अनि बाटो चिप्लो भएर मैले त भारी नै पल्टाइदिएको थिएँ कि त्यो बेला त। अहिले चाहिँ कस्तो भएको छ, म चाहिँ गएको छैन, रोड गएकोदेखि मैले चाहिँ झन् देखेको पनि छैन। त्यही भएर अहिले एकचोटि जाम कि भनेको साथी नै कोही पाएन। त्यही भएर कोही जानु छ भने अझै मलाई पनि भन्नु ल, म पनि जान्छु रे कि। यस्तो राम्रो भएको छ आज मौसम। पानी चाहिँ परेको छैन। पानी पऱ्यो भने लास्ट बिजोक हुन्छ नि है माथि त। त्यही भएर हामी चाहिँ धान गोडिरहेको छु, म चाहिँ म अनि बिहान मैले त्यो के भन्छ अरे फोटो हालेको थिएँ कि, अनि त्यो फोटोमा दुईजना दाजुहरूले खोइ त खेताला भनेर कमेन्ट गर्नुभएको रहेछ। अनि हामी चाहिँ भन्नुपर्दा चाहिँ यो धान गोड्ने बेला चाहिँ खेताला खासै हाल्दैन कि, मेन खेताला चाहिने भनेको चाहिँ त्यो रोप्ने बेलामा हो। रोप्ने बेलामा ऊ के भन्छ अरे कोदो रोप्ने बेला अनि धान रोप्ने बेलामा मात्रै खेताला चाहिने हो। यो गोड्ने बेलामा चाहिँ खासै चाहिँदैन कि। त्यही भएर हामी एक्लै गोड्छौँ, हामी आफै गोड्छौँ। त्यही भएर खेताला छैन, यही हो। आजको दिन घुम्दा आलु मेला जाने भनेको त्यस्तै भयो गाइज। भोलितिर कोही जान्छ भने मलाई पनि सम्पर्क गर्नु ल, म पनि जान्छु।